गुड मर्निङ सबैमा शुभ बिहानी। सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि म पनि पूर्तिघाट बजार लगभग सबै हामी ठिकै छौँ। अहिले मौसम एकदम घाम लागिरहेको छ। दिउँसो फेरि पानी आउन पनि सक्छ। यो हाम्रो राधाकृष्ण आमा समूहको भवन। यता कालीगण्डकी सारा बगिरहेका छन्, तर हल्का हल्का यहाँ अब बर्खा पनि लाउन लाग्यो। अब बढ्ने क्रम छ। हेर्नुहोस् है, कालो कालो भएछ, निलो हुने गण्डकी कालो हुँदैछ। र आज हामी एउटा छुट्टै काममा छौँ है। अब छुट्टै काम भन्दा पनि अब केही गरौँ भन्ने तरिकाले हामी लागिरहेका छौँ। यहाँ यो कालीगण्डकी नदी, यहाँ धेरै हाम्रो जस्तै फोक्सिङ, चन्द्रकोट, ग्वागा, यता डाँडा, यताबाट अब हाम्रो यहाँ लास ल्याउनुहुन्छ है। लास ल्याउनको लागि अब यहाँ हाम्रो कुनै व्यवस्था पनि छैन। न पौवा छ, न पानी छ, न बत्ती छ। र हाम्रो एउटा आग्रहलाई भनौँ यहाँ बनाऊ भन्ने सोचले गाउँपालिकाले केही रकम छुट्याइदिनु भएको रहेछ। तर छुट्टिनु त पहिल्यै छुट्टिएको भन्नुभयो, तर हामीलाई थाहा भएन। अहिले लास्टमा हेर्नु न, अब असार मसान्त भनौँ, अब सरकारी काम जसरी सिद्ध्याउनु पर्ने 20-22 गतेसम्म भनेर एकदम ताकेता हिजो मात्रै थाहा दिनुभयो उपाध्यक्ष महोदय हाम्रो मन्जु थापाले। ल 20 गतेसम्म तपाईँहरूले बनाउने भए यति पैसा छ बनाउनु, ल एउटा पौवा बनाउनु भनेर हामीलाई भन्नुभयो। र हामी हुन्छ त्यसरी बनाउँछौँ भनेर आज यहाँ हामी साथीहरू हेर्नुहोस् है, यहाँ सबै साथीहरू यहाँ आएका छौँ। हेर्नुहोस् है, जग्गा नापजापलाई अब के गर्नु, असारे बजेट अब 10 दिनभित्र सिद्ध्याउनु पर्नेछ भन्नुहुन्छ। सायद हामीले सिद्ध्याउँछौँ होला 10 दिनभित्र। यहाँ अब कालीगण्ड गाउँपालिकाका ओभरसियरहरू यहाँ यसो जग्गा हेर्न आउनुभएको छ। हाम्रा स्थानीय बासिन्दा हाम्रो भाइ सुरेश, यहाँ ऋषिराम, म स्वयं भएँ है। यहाँ आएर अब जग्गा नापजाप गरेर जसरी नै यहाँ बनाउँछौँ हामीले अहिले पौवा सानसानो पौवा। अब यहाँ लास ल्याउँदाखेरि ओट्टिने, पानी र घामबाट ओट्टिने, यसमा पानीको पनि व्यवस्था गर्छौँ, हामी लाइनको पनि व्यवस्था गर्छौँ। धन्यवाद छ हाम्रो गाउँपालिकालाई। धेरै लामो समयपछि भन्दा दिक्क लाएर अहिले अब यहाँ बन्छ होला जस्तो लाग्छ। के हेरौँ, बनाउने प्रयासमा छौँ हामी सबै। यहाँ अब कालीगण्ड गाउँपालिकाका ओभरसियरहरू हुनुहुन्छ, यहाँ नापजापको लागि आउनुपर्छ। यहाँ अब बाटो, अब यहाँ जग्गा हेरेर हामी बनाउँछौँ होला। अब हेर्नुहोस् है, अब बन्छ यहाँ अब यो सानसानो पौवा, घाम र पानीलाई ओट्टिनै सानसानो बनाउँछौँ अब हामीले। त्यसपछि पानी ल्याउँछौँ अनि बत्ती ल्याउँछौँ। यहाँ यतै बनाउँछ हुन्छ। ल यहाँ बन्छ है पौवा अब टेन्सन। ल सबैले सहयोग गर्नु होला है, सहयोग गर्नु होला। यहाँ अब हाम्रो पछि फेरि हामीले यसलाई फेरि अब कस्तो बन्छ तपाईँहरूलाई देखाउँछौँ है फेरि। ल